नमस्कार। माझी दाई पोखरा फेवातालको लाउमाया साँच्चैको नलाम्भो ख्याल ख्यालेको। नमस्कार, यति बेला म पुम्दीकोटमा छु, पोखरा महानगरपालिका वार्ड नम्बर 22 पुम्दीकोटबाट। यतापट्टि मेरो दाहिने साइडमा छ पोखरा र पोखराको फेवाताल रहेको छ, फेवातालको माथि सराङकोट, र योभन्दा माथि पनि हिम श्रृङ्खलाहरू देखिएका थिए प्रशस्त रूपमा। अहिले चाहिँ त्यो बाष्पीकरण भएर माथि गएको छ, हिम श्रृङ्खलाहरू देखिएका छैनन्। र मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ पोखरा बजार, छोरेपाटन, पुरानो विमानस्थल, नयाँ विमानस्थलदेखि लिएर सम्पूर्ण पोखराको दृश्य हामीले यहाँबाट देख्न सक्छौँ। र करिब यो पुम्दीकोटबाट पोखराको सम्पूर्ण दृश्य अवलोकन गर्न सकिन्छ। यदि तपाईँ पोखरा घुम्न आउने प्लानमा हुनुहुन्छ भने कृपया यो ठाउँलाई मिस नगर्नुहोला। पुम्दीकोट जहाँ ठुलो शिवालयको मूर्ति मन्दिर बनाइएको छ र यहाँबाट तपाईँले चाहिँ दर्शन गरेर धार्मिक पुण्य लाभ पनि लिन सक्नुहुन्छ भने मनोरम प्राकृतिक छटा हेरेर पोखराको बजारको दृश्य, फेवातालको दृश्य र तपाईँले चाहिँ अन्नपूर्ण र धौलागिरी माछापुछ्रे हिम श्रृङ्खलाको दृश्य पनि हेर्न सक्नुहुन्छ। नमस्कार।